नमस्ते, के छ? ठिक छ? सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्न भने पनि अब यो भिडियो हेरेपछि चाहिँ हजुरहरूलाई ठिक हुन्छ होला है। आज मैले एउटा नयाँ भिडियो लिएर आएको छु। भिडियो के सम्बन्धी हो त थम्बनेल हेरेर थाहा पाउनु भयो होला। आशा छ हजुरहरूले भिडियो मन पराइदिनुहुन्छ र साथीहरू सब्सक्राइब चाहिँ सबैले गरिदिनु होला है। हस् धन्यवाद, बाई बाई। ल भिडियो हेरौँ है त अब के छ। Let's fun, get ready to laugh. संसारमा यदि कोही बहुप्रतिभाशाली मान्छे छ भने त्यो चाहिँ केपी शर्मा ओली हो है। क्यारम बोर्ड कसरी हाल्नुहुन्छ? ओ माय गॉड, यो त मुन्ना भाइ विदेशमा त्यो बुढाले हान्ने जस्तो सडको देखाइदियो बुढाले। ल क्रिस्टियानो रोनाल्डो मेसी पनि फ्लप खाइ भयो। एउटा हातमा मोबाइलमा बोल्दै अर्को खुट्टामा बल खेल्दै यतिको हुनुपर्छ खेलाडी भनेको बुझ्यो हाम्रो देशको फुटबल खेलाडीहरू। ल हेर बाको शट, ल बाको गेम देखेर हाम्रो मोहन दाजु Former Prime Minister. रेस्पेक्ट भन्ने दाजु पनि आउनु भयो। ल Let's play football. Here we go. Former Prime Minister, respected KP Sharma Oli. के हो बा त पुरै ट्र्याक सुट लाएर चस्मा लाएर के गर्ला है? ल ल ल के हो यो त? ल सानो सानो डल्लो बल लिएर हान्दै रहेछ नि त। ल यो त ओलम्पिकमै हो कि क्या हो? है बुढाले त खतरा हान्यो टेबल टेनिस है, खतरा हान्यो। ल ल ल ल ल ल के हो? हेरौँ केमा पोख्त छन्। स्नुकर पुल ओ हान्दा चाहिँ हाने है बुढाले, खतरा छोडा हाने। ल खतरा छोडा हाने है केपी बाले। ल त्यो अर्को बललाई पास पनि लाए बिचार रोनी ओसुलीबाले छक्क परे। ल आइज ब्याडमिन्टन आइज 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 खतरा खतरा खतरा। ल दिए बाले दे शट। ए बा शट हान्नु पर्छ नि, खोइ शट हाने ए बाबा। साथीहरू भिडियो चाहिँ देखाइ नै अझै बाँकी छ, हेर्नु होला। संसारमा यदि कोही प्रतिभाशाली प्रधानमन्त्री छ भने त्यो चाहिँ पक्कै पनि नम्बर 1 हो। देशका प्रधानमन्त्री केपी शर्मा ओली हो। ल हेर्नु त धिम्मे बाजा कति मजा आयो। ल भाइ हेर्नु न बुढा चाहिँ क्या रमाउँदै रहेछन्। ल ल यसले चाहिँ ठुल्ठुला नारायणको पनि फ्लप हान्यो। स्ल्याप पनि फ्लप हान्यो बाको गिटार सुनेर। ल आमामामामामामा शरद श्रेष्ठ दाइ तपाईँको जागिर धरापमा छ है। फ्लप खाइदिएर छन् केपी शर्मा ओली बाले। नेपालका टप गिटारिस्टहरू फ्लप खान आएको छन्। ल अझ कुन गीत सुन्ने हो रे क्या? नारायण गोपालको भन्छ अर्कोले फेरि फेरि झमला सोमा दुर्गेश थापालाई भक्तराजा झरेको गीत गा भन्दा नारायण गोपालको गीत जस्तो होला नि फेरि। एउटा कुरा बाको चाहिँ मलाई खतरा लाग्छ क्या, केही कुरा सक्दिनँ भनेर टार्दैनन् क्या, जेमा पनि हात हालिदिने, जे पनि गरिदिने होइन। सायद अघि नैको त्यो क्यारम बोर्ड ब्याडमिन्टन तिनीहरू चाहिँ पक्कै पनि बाले 14 वर्ष जेल बस्दाखेरि सिक्या हुनुपर्छ है। त्यो क्यारम बोर्डको छोडेर खतरा हाने हुन्। ल बाले आमालाई बोलाउनु पर्छ तिनीहरू चाहिँ। आमामामामामा ल कसैको दे गर्नु छ बाजा चाहियो भने केपी बासँग सम्पर्क गर्नु होला है, दामी बजाउनुहुन्छ। ल बाजा के हो गाइनेतिर पनि बन्नु भएछ त। बाले चाहिँ सबैलाई रिजमा चाहिँ सके खान है। ल हेर नि त्यहाँ टक्क मक्ख गरेर बुढा आमामामामा। ल भिडियोग्राफर फोटोग्राफरको जागिरमा है। आमामामा बा कस्तो राम्रो फोटो खिच्नु भएको हिरो यो। अबे बाले के बनाउनु भा? केटी मान्छे बनाउनु भा कि भूत बनाउनु लाग्नु भा कि के बनाउनु होला? साथीहरू भन्यो नि त बाको दिमागमा के कुरा खेलेर के बनाउँदै हुनुहुन्छ? ल के हो अझ? आमामामामामा यो त मोनालिसा आर्ट भन्दा पनि खतरा भयो त। ल आमामामा केटी बा माने गुरु माने। ल आमामा कपाल बनाइदिए कि के बनाइदिए हो? यस बा यसै बा भने होइन है। साथीहरू मलाई चाहिँ केपी शर्मा ओली हाम्रो देशको प्रधानमन्त्री एकदम प्रतिभाशाली लाग्छ है। हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा लेख्नु होला। अब राजनीतिको ठाउँमा छुट्टै कुरा हो, तर मान्छेलाई इन्टरटेन गराउन केपी शर्मा ओली जस्तो नेपालमा कोही छैनन्। एकजना निस्केको थियो दुर्गा प्रसाद, बिचरा भित्र छिरिहाल्यो नि। त्यही पनि कसले केपी शर्मा ओली फ्लप खान्छन् भनेर दुर्गा प्रसादलाई भित्र छिराइदिए, किनकि उनी नम्बर 1 नै हुनुपर्छ खान्छन् जहिले पनि, नो नम्बर 2, ओन्ली 1। साथीहरू हजुरहरूलाई भिडियो कस्तो लाग्यो? पक्कै पनि मन त पर्यो होला, तर के छैन, मन नपरे पनि प्लिज सब्सक्राइब गरिदिनु होला र मन नपरेको मान्छेले पनि कमेन्टमा आएर कमेन्ट गरिदिनु होला है। म अर्कोचोटि पक्कै पनि रमाइलो राम्रो भिडियो बनाउने कोसिस गर्छु। थ्याङ्क यू सो मच।